नयाँ पुलमा है हामी टक्क नयाँ पुलमा आइसक्यो यता हुनुहुन्छ साथीहरू टक्क बस्नुभयो अब हामी खाजा खाइन्छ हाम्रो यहाँ दादा ठिक छ दादा कस्तो लागिरहेछ यस्तै छ जाने अब जाने भनेर लागियो होइन ठिक छ तिमीहरूलाई चाहिँ 4 बजे तुमतीकोटबाट उठाएर ल्याइयो रमाइलो भइरहेको थियो अहिले यहाँ दुईवटा बाइक हो एउटा यो एमा एसएस छ एउटा हाम्रो सिबिजेड छ होइन नयाँ पुलमा अब खाजा खाएर यहाँबाट हामी लागिन्छ है त ल के हुन्छ अगाडि हेर्दै जान्छ अहिले यो गलकुट लिएर आएर गार्डनमा हामी कफी खाँदैछौँ साथी दादा गुड मर्निङ गाइज कफी होइन यता हुन्छ हाम्रो अर्को दाइ हेलो हजुर के छ यस्तो छ होइन लभली देखिन्छ लभली यहाँबाट है गलकुटभित्र गलकुट प्रवेशद्वार है त ल हामी चाहिँ अहिले बुर्तिबाङ जान 8 किलोमिटर बाँकी छ होइन बुर्तिबाङ 1 किलोमिटर ढोरपाटन 32 किलोमिटर तमान खोला 10 किलोमिटर यता माथिबाट चाहिँ फेरि निसी खोला र रुकुमकोट जाने रहेछ हामी अहिले हल्का रेस्ट गर्दैछौँ सरजीहरू हेलो नमस्ते हजुर अब चाहिँ हामी यहाँबाट नमस्ते गर ल है त लागौँ अब लगाइज हामी चाहिँ चोरबास भन्ने ठाउँमा आयौँ यस्तो लभली रहेछ कि ठाउँ पनि सक्नुहुन्छ है दाइ साथीहरू आउँदै हुनुहुन्छ दुईजना मेजर छौँ यस्तो रमाइलो हुँदैछ कि अझै हामी यहाँबाट लगभग अब 2 घन्टामा चाहिँ हामी ठ्याक्कै वहाँ पुगिन्छ यहाँ बाबु हुनुहुन्छ कस्तो भइरहेको ट्रिप बवाल भन्छ भाइ चिसोले चाहिँ राम्रै हानिरहेको छ चिसो त वाइल्ड चिसो हाम्रो पिकअप नै घटिसक्यो तर मजा चाहिँ एकदम मजा यहाँ देख्न सक्नुहुन्छ गाँजा र जाममा पुरै के हेर्नु त खेती नै रहेछ कि ल हामी चाहिँ अहिले रिकुम पूर्व आइपुग्यो है यहाँबाट अझै 3 घन्टा रे यहाँबाट माथि है कस्तो लागिरहेको छ ड्राइभर साहब ओके छ सबै ठिक छ तर बाइकले घरि हजुरको के छ अवस्था सर मेरो त एकदम बवाल ल है हामी अहिले लुगुम भन्ने ठाउँमा छौँ हामी लुगुम छौँ होइन हजुर टक्क देख्न सक्नुहुन्छ यता लुगुम भोबाल ठाउँ है त बाइकले थोरै समस्या परेर हामी चाहिँ अहिले वर्कसपमा छौँ यहाँ चाहिँ एउटा वर्कसप रहेछ नजिकै एउटा
पेट्रोल पम्प पनि छ। त्यसै भूमे गाउँपालिका 2 काँक्रे रुकुमपुरको रहेछ। अब यसलाई हामी बनाएर यहाँबाट 2 घन्टामा ठ्याक्क टक्सेरा पुगिन्छ। रुकुमकोटा आउन छ आधी घन्टा, त्यसको 2 घन्टामा चाहिँ ठ्याक्कै हामी पुगिन्छ है। हामीहरू बाइक बनाएर त्यहाँबाट करिब त्यहाँको 2-3 घन्टापछि हामी फाइनली टक्सेरा आइपुग्यौँ। टक्सेरामा चाहिँ यहाँ 2टा होमस्टे रहेछ। हामी चाहिँ नजिकै एउटा पार्किङ नजिकै रहेको एउटा होमस्टेमा बस्यौँ। एकदम कष्टपूर्ण बाटो यस्तो खत्तम कि तपाईँको कुरै नगर्नु, यस्तो डेन्जरस बाटोमा पुग्यो। यो चाहिँ मर्निङको भ्यू हो, किनकि मैले राति भिडियो खिचेको थिइनँ। यो चाहिँ टक्सेराबाट नजिकै रहेको एउटा गाउँ रहेछ। त्यस टक्सेराबाट तपाईँको माथि बाटो निस्केर हामी जुन गएको बाटो होइन कि त्यो अर्को नेक्स्ट बाटो माथि गयो भने लगभग 15-20 मिनटमा ठ्याक्क हामी एउटा पोखरी, एउटा सानो बस्ती भएको ठाउँमा पुगिँदो रहेछ। देख्न सक्नुहुन्छ यति रमाइलो रहेछ कि यो ठाउँ। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ तर एकदम रमाइलो छ है। तपाईँ त्यहाँ पुग्नुहुन्छ भने यहाँ पनि पुग्न जरुरत छ है। अनि तपाईँको छोराहरू हाम्रो छोराहरू त राम्रो नि सब भाँडा टक्सेराको गाउँमा हो। टक्सेरा टक्क यो गाउँ घुम्दैछौँ। दादा नमस्कार। टक्सेरा गाउँ, टक्सेराको आमा आमाको घर यो। आमाको घर यो, हामी यो हो। आमाले यहाँ घुमाइदिनु भयो हामीलाई सबैलाई। धन्यवाद है आमा है। जानु है।
साथीहरू हामी हिजो त्यहाँ राम्रो होटेलमा बसियो राम्रो होटेलमा बसेर जिसी दाईको होटेलमा बसियो लेखनाथ जिसीजीकोमा एकदम रमाइलो भयो है अनि त्यसपछि हामी निस्क्यौँ ट्याक्क निस्केर हाम्रो साथीहरू हुनुहुन्छ दादा तिम्रो चोक कतापट्टि दाई बाबु बोलिदिनुहोस् न हजुर दाइ भन्नु कस्तो भइरहेछ ट्रिप फर्किँदैछौँ राम्रो छ ठिक छ बाइकले साथ दिइराखेकै छ बाइकले त मिठो साथी हेर्नु यार बुढो पाएको भनेको बुढो पाएकै हुन्छन् यता ग 6 होइन यता ग 4 लिएर हामी टक्सेरा होइन रुकुम टक्सेरा पुग्यो एकदम रमाइलो भयो ल है त चप्प